द न्यू बुक आफ्टर सो लङ टाइम। आज चाहिँ म धेरै वर्ष विगत 2078 सालदेखि मैले आज धेरै दिन पछाडि मैले ब्लग बनाइरहेको छु अनि मेरो आजको ब्लग चाहिँ स्टार्ट भइरहेछ महेन्द्र केभ पोखराबाट। म पोखरा आएको 3 दिन भइसक्यो नै 2 दिन भइसक्यो अनि त्यहाँबाट हिजो अस्ति मलाई अलिकति सन्चो थिएन अनि त्यहाँबाट भ्लग बनाउने मुडै थिएन अनि त्यही भएर म आज चाहिँ फिट एन्ड फाइन छु, त्यही भएर मैले भ्लग स्टार्ट गरिसकेको छु। सो आजको भ्लग चाहिँ मेरो पोखरा घुमेको मात्र हुन्छ, सो तपाईँहरूले हेरिदिनु होला है। ए अहिले स्टार्टिङ भ्लग विथ द महेन्द्र केभ पोखरा 16 कास्की। यु क्यान सी इट्स टु ब्युटिफुल। धेरै हरियाली छ, पिस छ, एकदम पिस छ अनि चराचुरुङ्गीको आवाजले झन् यो ठाउँलाई एकदम मग्न बनाएको छ। यो चाहिँ तपाईँको के हो, केभ त यही होला सायद, नट स्योर यही हो। सो यहाँ अहिले चाहिँ म यहाँ केभभित्र छिरिसकेको छु। सो स्केरी डेन्जर छ। यहाँ अहिले म केभभित्र छु, बाटोहरू नि यस्तो छ, लडिन्छ। अहिले मैले हेरेर हिँड्नुपर्ने हुन्छ। यु क्यान सी इट्स टु डेन्जर, सिम्स सो स्केरी। एकदम डेन्जरै लाग्यो मलाई। हजुरले नि हेर्न सक्नुहुन्छ महेन्द्र केभ। यो चाहिँ कतापट्टि हो अब, यता हो कि ए यता चाहिँ ठाउँ रहेन रहेछ। अब सो हामीले राइटपट्टि जानुपर्ने हुन्छ। यो महेन्द्र केभ अरे। यस्तो डेन्जर छ, यस्तो यस्तो ठाउँ छ पोखरामा। सो पोखरा इज मलाई चाहिँ बवालै लाग्यो। मतलब 2 दिन भयो म यहाँ आएको, मलाई चाहिँ एकदम बवाल लागिसक्यो। अनि पानीहरू झरिरहेको रहेछ, यस्तो डेन्जर ठाउँहरू। यु क्यान सी अलिकति मन्दिर जस्तो रहेछ। यस्तो यस्तो छ। एक्सक्युज मी, शङ्कर गदा हात्ती अरे गदाले पनि सक्नुभयो, त्यही भएर यो चाहिँ मलाई सही लाग्यो। यस्तो यस्तो रहेछ। लड्यो भने लडिहाल्यो, त्यही भएर अब हामी अगाडि बढ्नुपर्ने हुन्छ। त्यसैले लेट्स गो। त्यहाँ चाहिँ मन्दिर रहेछ। अब कहाँ जाने हो, यति हो। यहाँ चाहिँ मन्दिर रहेछ। अब सायद हामीले यहीँबाट फर्किनु पर्ने हुन्छ। मन्दिर छ। सो हामी चाहिँ महेन्द्र गुफाबाट फर्केर मतलब निस्केर टाउको साउको ठोकाइ पनि सक्यो। मैले महेन्द्र गुफामा मेरो टाउको मजाले ठोकिसक्यो। त्यो चाहिँ मैले उ गर्न पाइनँ, किन भन्दाखेरि ठ्याक्क त्यति बेला एउटा प्रब्लम आयो। अब चाहिँ हामी यो चमेरो गुफा भन्नेमा गइरहेछौँ। अनि उहाँहरूले के भन्नुभएको छ भन्दाखेरि तपाईँहरूलाई अलिकति उ भएर जानु होला होइन, किन भन्दाखेरि महेन्द्र गुफा जस्तो सजिलो छैन। महेन्द्र गुफा चाहिँ सजिलो थियो अरे, मतलब इट वाज हार्ड फर मी, बट दे सेड महेन्द्र गुफा चाहिँ सजिलो थियो अरे, तर यो अझै गाह्रो छ अरे। अनि यहाँ चमेरो पनि छ अरे। यसको एन्ट्रान्स चाहिँ यस्तो छ, यु क्यान सी इट्स टु डार्क, यु नो, धेरै नै पुरै ऊ छ। छिर्न मान्छेलाई पनि डर लाग्छ, मलाई चाहिँ लाग्दैन, किनभने म डेन्जर मान्छे हो होइन। अनि मैले हिजो बन्जी पनि हानिसकेँ, त्यो चाहिँ म अलिकति पछाडि उ गरिदिन्छु। मैले बन्जी हानेको चाहिँ भिडियो मैले अलिकति लास्टतिर पछि राखिदिन्छु होइन। ल बत्तीले पनि क्याप्चर गर्न सकेको छैन, यस्तो छ। पानीहरू पनि छ, सो वाच इट आउट। पुरै अँध्यारो छ पुरै। यहाँबाट इन्ट्रान्स छ, त्यस साइड यहाँ पुरै कालो छ। इभन मोबाइलको क्यामेराले नै फोकस गर्न सकेको छैन कि यस्तो यहाँ ढुङ्गा छ। यहाँ लड्यो भने टाउको साउको फुट्छ, हात साथ भाँचिन्छ भन्ने धारणा हो मेरो। धारणालाई अब पुरै यस्तो छ, पुरै न्युरी जानुपर्छ, नत्र भए चिप्लो पनि छ। झन्नै गयो, के नगर्ने। ओके यस्तो छ पुरै, बाहिर यस्तो पनि छ। सी पुरै डेन्जर। म पुरै केयरफुल भएर हिँडिरहेको छु, नत्र भए म लड्यो भने मेरो हालत के हुन्छ मलाई पनि थाहा छैन।
पुरै के डार्क, totally dark. You cannot, I don't think you can see there are चमेरा पुरै चमेरा ए यो पुरै चमेरा ओइ गर्नु त ए देख्न चाहिँ देखियो हजुर पुरै चमेरा रहेछ आउँदैन त्यस्तो चाहिँ रहेछ अब हामी अगाडि बढ्दैछौँ यहाँबाट रियली यहाँबाट माथि चढ्नुपर्छ अरे ल त्यहाँ वे नै छैन तर माथि चढ्नुपर्छ अरे It's difficult for us to climb the mountain. It's like climbing the mountain, the dark mountain. यहाँबाट चिप्ले भने हालत के हुन्छ भने मलाई थाहा छैन केभ ए होइन चमेरा केभ यहाँबाट तल चमेरा ओइ यहाँ यत्रोबाट छिरेर जानुपर्छ अरे अब ओइ साँच्ची कसरी जानु चमेरा एक्सिलेटर मार्नु न एक्सिलेटर ओइ चमेरा उडिरहेको के नजानु ऊ माथि अट्याक गर्छ के बत्ती नहुँदै देख सकते हो वो पंकज ब्लॉग अटक चुका है वहाँ पे हटते हटते आ रहा है उधर पे उधर से तो यहाँबाट क्रस गरेर हान किन गएको भाइ आइए शिट रेड लाइट देखे रेड कहाँ देखा था रेड लेखिरहेको उताबाट खै छोड्नु खै म यो ठुलो लाइट दिँदा मलाई पुरै फोकस गरिदिनुहोस् ए तल यस्तो छ अनि यहाँबाट चाहिँ नजानु पर्ने भनेर देखाएर चाहिँ हामी चाहिँ बाटो भएर यहाँबाट गयौँ अनि अहिले हातमा टर्च यो बाटो जाने हो र ओइ माथि हो ओ माथि हो ओके गाइस यहाँबाट चाहिँ होइन माथिबाट चाहिँ जानुपर्छ डेन्जर यार डेन्जर रहेछ यार इट्स टु स्लिपरी के भन्छ चिप्लो छ एकदमै चिप्लो उइ ओइ यता लाइट देखाउँदा उता देखिँदैन बालबालिका होइन नि त वृद्ध पनि होइन वृद्ध र बालबालिका माथि नजानु होला नौक्रिन अनि कता जानु त नि निस्किने ठाउँ हो नि त इट्स दे हेभ वान्ट अस द्याट वृद्ध र बालबालिका माथि नजानु होला ए नौक्रिनु होला तर हामी यस्तो रिस्क रहेछ यस्तो डेन्जर रहेछ एडभेन्चर इज फन समटाइम्स बट नट दिस काइन्ड अफ एडभेन्चर लुक एट द कन्डिसन हाउ हेभ कसरी गइरहेको छौँ उता हो त्यही तलबाट जाऊ त किन हामीले निस्किने बाटो भेटेनौ गाइस यताबाट हो कि माथि हो ओ यस ओ त्यही भएर त उछन्डे सो गाइस यो लड्दैन नि पंकज चढ़ चुका है ऊपर कसरी उत्रिनु लास्टमा होइन भने त्यहाँ Yes, I can and I will. यो छेत्रीको सवाल छ है आइज यु क्यान म्यान कम 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 लाइक दिस कम यु क्यान ब्रो आइज सोध यस आइज फाइनली फाइनली Good. Mountain, you can break rocks. Some will call it practice, some will call it luck. But either way, you're going to the history books.